हाई फ्रेन्ड्स, आज चाहिँ म पिसेको अचारको रेसिपी लिएर आएको छु। तिलको अचार, तिल र रातो खोर्सानीको। अनि मेरोमा चाहिँ जहिले पनि अचार बनाउँदाखेरि चाहिँ हामी टमाटर पोलेर मात्र बनाउँछु र सिलौटोमा पिसेको अचार मात्रै मिठो लाग्छ मेरो हस्बेन्डलाई चाहिँ। त्यही भएर म पिसेर सिलौटोमा बनाउँछु। यसमा चाहिँ मैले नुन र रातो खोर्सानी फ्राई गरेर तारेर निकालेको हालेर पिस्दैछु। अनि त्यस पछाडि यसलाई चाहिँ अलिक मसिनो गरेर पिस्ने यो खोर्सानीको त्यो बियाहरूलाई चाहिँ मजाले पिसिने गरेर पिस्ने। त्यस पछाडि म लसुन राख्छु यसमा, काँचो लसुन 2-3 पोटी। अनि त्यो लसुन राखेर चाहिँ त्यसलाई पनि पिस्छु र लसुन राखेर पिसेपछि म तिल राखेर त्यसलाई पनि मसिनो गरेर पिस्छु। भुटेको तिल हो यो, मैले पहिल्यै भुटिसकेको छु। तपाईँहरू देखिराख्नु भएको छ होला मेरो टमाटर चाहिँ त्यहाँ पोलेको हो, त्यो कालो कालो देख्नु भइरह होला, पोलेको टमाटर हो। तिल पिसिसकेपछि टमाटर पनि राखेर पिस्छु। हामी चाहिँ टमाटर पोलेर मात्रै स्वाद आउँछ भनेर पोलेर मात्रै बनाउँछौँ। अनि यसरी पिसिसकेपछि चाहिँ मजाले पिस्छु। पिसिसकेपछि चाहिँ त्यसमै कागती हालेर चाहिँ फेरि पिस्छु। त्यसो गऱ्यो भनेदेखि चाहिँ कागती चारैतिर लाग्छ। त्यही भएर म त्यहीँनिर राखेर, थोरै अचार छ त्यही भएर त्यहीँ राखेर पिस्छु। यो अचार चाहिँ मेरो हस्बेन्डलाई रोटीसँग, सुक्खा रोटीसँग, मालाबार पराठासँग एकदम मिठो हुन्छ। कहिलेकाहीँ खानासँग पनि खान्छौँ हामी। आज चाहिँ मैले यो रोटीको लागि बनाइरहेको छु। अनि पिसिसकेँ, अब म यसलाई निकाल्छु। निकालेपछि चाहिँ सिलौटोहरू पुछपाछ पखाल पुखुल गरेर चाहिँ राख्छु। सिलौटोलाई जहिले पनि हामीले यसरी पिसेपछि चाहिँ मेरो हजुरआमाले भन्नुहुन्थ्यो कि पिसेर चाहिँ मजाले पखालेर राख्नुपर्छ, नभए सिलौटोलाई पिरो हुन्छ अरे भनेर भन्नुहुन्थ्यो। अनि त्यो चाहिँ मलाई अहिलेसम्म पनि याद छ कि, त्यही भएर म जहिले पनि अचार पिसिसकेपछि चट्ट यसलाई पखालेर राखिदिन्छु।